बढी लोकसेवा इक्जाममा एनइएको नागरिकको कर्तव्य के हो भन्नाले प्रत्येकपल्ट सोधिरहेको हुन्छ। नागरिकको कर्तव्य जम्मा हाम्रो मौलिक हक तथा कर्तव्यमा धारा 48 मा जम्मा 4वटा उल्लेख गरिएका हुन्। 4वटा के हुन्? पहिलो, दोस्रो, तेस्रो अनि चौथो। पहिलोमा राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डताको रक्षा गर्नु। पहिलोमा। दोस्रो, संविधान र कानुनको पालना गर्नु। राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नु। सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु। यो मौलिक हक तथा कर्तव्यको 48 धारामा उल्लेख गरिएको नागरिकको कर्तव्य जम्मा 4वटा हो। राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डताको रक्षा गर्नु, संविधान र कानुनको पालना गर्नु, राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नु, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु।